नेपालको हिमाल पारी फैलिएको यस्तो ठाउँ जहाँ पुग्दा लाग्छ मानौ तपाईँ नेपालमै होइन कुनै पुरानो हिमाली राज्यभित्र प्रवेश गर्दै हुनुहुन्छ। त्यो ठाउँ हो मुस्ताङ। मुस्ताङको सुन्दरता हरियालीमा होइन, यसको सुक्खा पहाड, माटाका भिर, गुम्बा, पुराना बस्ती र तिब्बती प्रभाव भएको संस्कृतिमा लुकेको छ। धेरैलाई यो ठाउँ नेपाल भन्दा पनि तिब्बती संसारको झल्को जस्तो लाग्छ, किनकि अप्पर मुस्ताङ भौगोलिक रूपमा तिब्बती पठारसँग जोडिएको अनुभूति दिन्छ। मुस्ताङभित्र जोमसोम, कागबेनी, मुक्तिनाथ र लोमान्थाङ जस्ता प्रसिद्ध ठाउँहरू पर्छन्। यहाँको मुक्तिनाथ हिन्दू र बौद्ध दुवैका लागि पवित्र स्थल हो भने लोमान्थाङ पुरानो पर्खालले घेरिएको ऐतिहासिक बस्तीका रूपमा चिनिन्छ। अप्पर मुस्ताङ लामो समयसम्म बाहिरी संसारबाट निकै जोगिएको क्षेत्र थियो, त्यसैले यहाँको पुरानो संस्कृति अझै धेरै हदसम्म बाँचेको मानिन्छ। मुस्ताङ हेर्दा लाग्छ नेपालको सुन्दरता केवल हरिया डाँडामा मात्र होइन, यस्ता सुक्खा, शान्त र इतिहास बोकेका भूभागहरूमा पनि गहिरिएर बसेको छ। यस्तै नेपालका सुन्दर कथाहरूका लागि पृथ्वी स्टोरिज सँगै रहनुहोस् र सब्स्क्राइब र फलो गर्न नभुल्नुहोला।